हालेलुया प्रभु परमेश्वरलाई धन्यवाद भएको र हामी स्वागतको कार्यक्रममा आएका छौँ र पहिलो चरण हामी पिता पुत्र पवित्र आत्मा प्रभु परमेश्वरलाई हामी ठुलो तालीका साथ हामी जोडको तालीका साथ हामी परमेश्वरलाई स्वागत गर्दछौँ र यसै गरिकन हामी जतिजना यहाँनिर गुरुबाहरू हुनुहुन्छ, मैले मान्नुपर्ने आदरणीय गुरुबाहरू हुनुहुन्छ, अनि गुरुआमा हुनुहुन्छ, एल्डर बा हुनुहुन्छ, एल्डर मम्मी हुनुहुन्छ र सम्पूर्ण प्रिय मण्डलीमा तपाईँहरू सबैजनालाई म ठुलो तालीका साथ म स्वागत गर्न चाहन्छु। र अनि यसै गरिकन जतिजना यहाँ लाइभ भिडियो हेरिराख्नु भएको छ, तपाईँहरूले यो लाइभ भिडियोद्वारा भए तापनि तपाईँहरूलाई म ठुलो तालीका साथ म स्वागत गर्न चाहन्छु। प्रभु परमेश्वरले तपाईँहरूलाई यो लाइभ भिडियोद्वारा भए पनि प्रशस्त आशिषहरू दिनुभएको होस् र परमेश्वरलाई धन्यवाद भएको होस्। र अब हामी वचनको भरमा आएका छौँ र आजको वक्त जो हुनुहुन्छ हाम्रो माझमा पास्टर मार्क मान हुनुहुन्छ र म उहाँलाई समय दिनुभन्दा अगाडि हामी वचनको निम्ति हामी प्रार्थना गर्नेछौँ र वचनको निम्ति प्रार्थना गरिदिनु हुने आदरणीय दिलु बहिनी हुनुहुन्छ। दिलु बहिनीले वचनको निम्ति प्रार्थना गरिदिनु होला भन्ने म आग्रह गर्न चाहन्छु। यो समय आदरणीय हाम्रो दिलु बहिनीलाई म दिन चाहन्छु। सम्पूर्णलाई क्रिस्ट येशूको नाममा जय मसीह। आउनुहोस् हामी प्रार्थना गरौँ है। सर्वशक्तिमान अनि जीवित दयालु परमेश्वर बुवा, हजुरलाई धन्यवाद। धन्यवाद छ येशू प्रभु, यो समय प्रभु शक्तिशाली प्रभु आराधनामा आफ्नो छोरीलाई डोर्याउनको निम्ति प्रभु हामीलाई एक एकजना तपाईँको नजिकतामा लानको निम्ति आफ्नो छोरीलाई सहायता गर्नुभयो प्रभु। सुरुदेखि अहिलेसम्म प्रभु लिड गर्नमा, सुरुको प्रार्थना गर्नमा तपाईँले प्रभु हामीलाई सहायता गर्नुभयो, धन्यवाद। अब विशेष गरी प्रभु हजुरको वचन लिएर आउँदै हुनुहुन्छ प्रभु। हजुरको छोरा प्रभु पास्टर मार्क मान अनि हजुरको छोरालाई प्रभु बसेकै ठाउँमा जुन स्थान प्रभु जुन भूमिमा बस्दै हुनुहुन्छ बुवा, अनि शिरदेखि पाउसम्म येशूको रगतको धारामा राख्दछु। पवित्र आत्मा हजुरको शक्तिशाली प्रभु उपस्थिति चाहिँ हजुरको छोराको बीचमा दिएर प्रभु पवित्र आत्मा अनि हामी एक एकजनासँग बोल्नुहोस् पवित्र आत्मा, हामी यही बिन्ती र प्रार्थना गर्दछौँ। अनि आफ्नो छोरालाई सहायता गर्नुहोस् पवित्र आत्मा, माथिको प्रकाश तपाईँले दिनुहोस् पवित्र आत्मा। शिरदेखि पाउसम्म मुखर बिन्दुमा येशूको रगतको धारामा राख्दै प्रभु, अनि हरेक नेटहरू डिस्टर्बेन्सहरूलाई नासरत येशूको नाउँमा हामी इन्कार गर्दै हामी एक एक सुनाउने सबैमालाई प्रभु एफिसी 1:18 पद अनुसार भजन सङ्ग्रह 119 को प्रभु दिनुहोस् भनेर सबै कुरा बाँकी रहल समय चाहिँ हजुरको हातमा राख्दै आशिष अनुग्रह माग्छौँ येशू प्रभुको नाउँमा, आमेन। हुन्छ पास्टर, यो समय हजुरलाई। आमेन आमेन हालेलुया। प्रभु परमेश्वरलाई धन्यवाद भएको होस् र आदरणीय बहिनी दिलुलाई ठुलो तालीका साथ उहाँलाई म धन्यवाद दिन चाहन्छु। उहाँले वचनको निम्ति अभय मागिदिसक्नु भएको छ र अब हामी वचनतर्फ जानेछौँ र वचन लिएर आउनुहुने आदरणीय हाम्रो माझमा हुनुहुन्छ पास्टर माग हुनुहुन्छ। म उहाँलाई ठुलो तालीका साथ उहाँलाई स्वागत गर्दै यो समय आदरणीय हाम्रो गुरुबालाई म दिन चाहन्छु र सबैजनालाई मेरोबाट म जय मसीह भन्न चाहन्छु। जय मसीह। ख्रीष्ट येशूको नाउँमा न्यानो जय मसीह। आजको दिन प्रभुले हामीलाई दिनु भएको छ यो सुनौलो मौका। हामी देश विदेशबाट जुमको मार्फतबाट सेवा गर्ने मौका पाएका छौँ अनि परमेश्वरलाई धन्यवाद दिने मौका पाएका छौँ। हरेक परिस्थितिमा केही न केही कुरा हामीले प्रभुप्रति बलिदानी गर्ने मौका पाएका छौँ अनि बलिदान पछि चाहिँ अवश्य पनि आशिषको फल छ नै छ। तर आज हामीले बलिदान त गरे समय बलिदान गरेका छौँ, एकअर्कामा ज्ञान बलिदान गरेका छौँ अनि आदरसहितको बलिदान गर्ने विषयमा आज हामी परमेश्वरको वचनबाट अलिकति हेर्नेछौँ। हामीले आदरसहितको बलिदानको फल चाहिँ के प्राप्त गर्न सक्छौँ भन्ने विषयमा आज हामी परमेश्वरको वचनबाट सुन्नेछौँ। अनि समय दिनुभएको लागि आदरणीय पास्टर गुरुबालाई धन्यवाद। परमेश्वरलाई महिमा होस् अनि सबै हामी इन्टायर टिमलाई परमेश्वरले पक्कै पनि आजको सेवाबाट आशिष दिनुभएको छ। हुन्छ, आउनुहोस् हामी परमेश्वरको वचनमा जाउँ। हामी पहिलो राजा 19 अध्यायको 19, 20 अनि 21बाट पाठ गरेर आजको वचनलाई हामी मनन गर्नेछौँ। यहाँनिर यसो लेखिएको छ, पहिलो राजा 19, 20, 21मा, यसैले
एलिया त्यहाँबाट गए र सापातका छोरा एलिसालाई भेट्टाए। तिनी 12 हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनी चाहिँ ती मध्ये 12औं हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्नो खास्टो तिनीमाथि ओढाइदिए। तब एलिसाले आफ्नो गोरुहरू छोडेर एलियाको पछि पछि दगुरे र भने, कृपा गरी मलाई आफ्ना बुबा र आमालाई चुम्बन गरेर बिदा हुन दिनुहोस्, त्यसपछि म तपाईँको पछि लाग्नेछु। एलियाले जवाफ दिए, जाऊ न, मैले तिमीलाई के गरेको छु र? तब एलिसाले एलियालाई छोडेर गए। तिनी आफ्नो एक हल गोरु लिएर मारे। तिनले हलका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि तिनी एलियाको पछि लागे र तिनका चाकर भए। यो घटनामा चाहिँ प्रियहरू एउटा यस्तो किसिमको अभिषेकहरू बगिरहेको कुरा हामी भेट्छौँ अनि अनौठो प्रकारको आदरको पन पनि हामी त्यहाँ देख्छौँ। हाम्रो विवेकले भ्याउन नसक्ने प्रकारको आदरको पन पनि भेट्छौँ। हामीहरूले जीवनमा पाहुनालाई, मण्डलीमा आउने नयाँ वक्तालाई दोसल्ला खादा लगाएर स्वागत गर्छौँ। तर उहाँ त्यो वक्ता त्यही एक दिनको लागि मात्रै हामीसँग भएको हुन्छ, पछि फर्केर आफ्नै मिसनमा जानुहुन्छ। तर यहाँनिरको घटना चाहिँ रोचक छ। परमेश्वरको एउटा छुट्टै एनाइन्टिङ आएको छ यो घटनामा चाहिँ। एलिया जुन बाटोबाट हिँड्दै हुनुहुन्थ्यो, उनले अचानक त्यो सापातको छोरालाई चाहिँ 12 हल गोरु जोतिराखेको भेटाउँछन्। अनि त्यो 12औं हल जोतिरहेको एउटा व्यक्तिलाई चाहिँ, एलिसालाई चाहिँ एलियाले आफैले ओढिरहेको खादा दोसल्ला ट्याक्क ओढाइदिनुहुन्छ। अनि परमेश्वरको कस्तो एनोइन्टिङ त्यहाँ अभिषेक छिर्छ। एलियाले जब त्यो खास्टो एलिसामाथि लगाइदिनुहुन्छ अनि एलिसाको जीवनमा चाहिँ परमेश्वरको अर्कै किसिमको आवाजहरू, कामहरू मनमा त्यो उथुल पुथुल हुने, परमेश्वरप्रति पछ्याउनु पर्छ, मैले खोज्नुपर्छ, मैले आफ्नो जीवनलाई अब कामबाट, व्यवसायबाट, संसारको कुराबाट बलिदान भएर परमेश्वरको अभिषेकको म पछि लाग्नुपर्छ, परमेश्वरको दासको म सेवक बन्नुपर्छ। त्यो पवित्र आत्मामा चाहिँ अगुवाई आउँछ। यो एलिसा चाहिँ खान नपुग्ने मान्छे होइन, 12 हल गोरुका मालिक हुन् यो घटना पढ्दै गर्दा। अनि जसो एलियाले चाहिँ अभिषेक ल्याएकी दिए, त्यसपछि उनले चाहिँ पवित्र मनमा परमेश्वरको एनोइन्टिङ टच गरिसकेपछि उनले आफ्नो त्यो 12 हल गोरु, आफ्नो समाज, आफ्नो परिवार सबै कुरालाई छोडेर परमेश्वरको अभिषेकमा पछि लाग्न तयारी भएको कुरा हामी त्यहाँ देख्छौँ। अनि एलियाको जीवनमा केही नभएर कसैले केही दिन्छन् आशा लगाएर पछि लागेको कुरा पनि यहाँ छैन। प्रशस्त खेतबारी भएकै जस्तो मान्छे छन्, प्रशस्त कामदारहरू भएकै जस्तो मानिस यहाँ छन्। अनि यहाँनिर जब एलियाले त्यो लगाइदिएर गए, त्यसपछि एलिसा दौडेर पछि गएर, बिन्ती छ मलाई एकछिन कुर्नुहोस् न, म मेरो बाबा आमासँग बिदाई माग्न सकौँ। उनले त्यो भन्दै गर्दाखेरि अनि एलियाले जवाब दिन्छ, जाऊ न त, मैले तिमीलाई के गरेको छु र भन्ने कुरा गरेका छन्। एलियाको वक्त अब यो बोल्ने शब्द र शैली चाहिँ पुरानो करारमा इभन यसु भन्दा अगाडि बाटो देखाउने यूहन्नासम्म पनि त्यो बेलाको अगमवक्ताहरूको बोली भाषा अलिक कडा नै हुन्थ्यो होइन। यूहन्नाले पनि यस सर्पका बच्चा हो भनेर चाहिँ कति बेला चाहिँ भनेको कुराहरू हामीलाई थाहा छ। अनि पहिलाको अगमवक्ताहरू चाहिँ खरो हुन्थ्यो, अलिक कडा हुन्थ्यो बोली वचनहरू चाहिँ। तर पनि त्यो हरेक बोली वचन सँगसँगै जब अभिषेक चाहिँ छिर्यो, त्यसपछि उनले चाहिँ यस्तो किसिमको त्यो पछ्याउन पर्ने आवाजलाई भेटेको छन्। आज हामी पनि परमेश्वरको आवाजको कारणले, अभिषेकको कारणले, बोलावटको कारणले प्रभुको सेवामा जस्तो सुकै परिस्थितिमा पनि, जस्तो सुकै समस्यामा पनि पछि लागिरहेका छौँ। मण्डलीमा जस्तो सुकै अवस्था आए पनि सेवा गरिरहेका छौँ। जीवनमा जस्तो सुकै परीक्षा आए पनि सेवा गरिरहेका छौँ, प्रभुको काम गर्न छोडेका छौँ। अनि एलिसाले पनि त्यस्तै किसिमको एउटा एनोइन्टिङ भेटेका छन्। उनले अब त्यहाँनिर फर्केर आएर के भन्छ, 21 पदले, एक हल गोरुलाई चाहिँ उनले मारे भनेर लेखिएको छ। अनि आफूले जोतिरहेको हलो अर्थात् कमाइ गरी खाने भाँडो नै उनले भाँचेर आगो बालेर चाहिँ त्यो भोज बनाएर सबैलाई खुवाएको कुराहरू छ। त्यसै कारण गर्दाखेरि तपाईँको मेरो जीवनमा नि
केही न केही कुराको बलिदानी गर्ने हाम्रो आत्मामा छ भने हाम्रो बोलावट के छ? कसैलाई गीत गाउने बोलावट छ, कसैलाई सुसमाचार गर्ने बोलावट छ, कसैलाई चाहिँ वचनको सेवा गर्ने बोलावट छ, कसैलाई चङ्गाइको सेवा गर्ने बोलावट छ। के किसिमको बोलावट छ, त्यो बोलावटलाई चाहिँ 100% ठम्म्याउन सक्ने हामीले आज त्यो आफ्नो बलिदानी, आफ्नो वरदान, आफ्नो बोलावटलाई चाहिँ चिनेर हामी त्यसलाई चाहिँ आदर सहितको हामीले पछ्यायौँ भने एलियाको जीवनबाट जुन अभिषेक आयो एलिसामाथि, अनि एलिसाले जुन प्रकारले पछ्याएका छन्, त्यसपछि एलिसाको जीवनमा ठुलो आशिष आएको हामीलाई थाहा छ। अब हामी दोस्रो राजातिर जान्छौँ भने 3-4 अध्यायतिर, 2 अध्यायतिर दोस्रो राजामा चाहिँ एलिया अगमवक्ता चाहिँ स्वर्गारोहण हुने दिन आएको छ। त्यो अब जहाँबाट त्यो पहिलो राजाबाट जुन एलिसा एलियाको पछि लागेर गए, दोस्रो राजाको समयसम्म आउँदाखेरि एलियाको न त बस्ने घर देखिन्छ, एलियाको न त खाने टुङ्गो देखिन्छ, एलियाको न त कुनै रूप रङ्ग शिर शोभास न कुनै ढङ्ग जस्तो देखिन्छ। तर परमेश्वरको अभिषेक चाहिँ अनौठो किसिमको एलियामाथि छ भन्ने कुरा चाहिँ एलिसाले देखेका छन्। अझ धेरै जसो सेवाकाई गर्ने ठाउँमा पनि मान्छेहरू त नपत्याउँदो भयो भने परमेश्वरको छुट्टै एनोइन्टिङले गर्दाखेरि मण्डलीमा मान्छेहरूको आत्माहरू बढिरहेको हुन्छ। अनि तपाईँको मेरो बोलावट र वरदान अनुसारको काम गर्दै जाँदा प्रभुले त्यसैमा हामीलाई चाहिँ जस्तो सुकै परिस्थितिमा पनि प्रभुमा म बलिदान हुन सिक्नुपर्छ र मैले गर्नुपर्छ, मैले प्रभुको लागि यो जीवन चाहिँ पाएको हो, मैले जीवन प्रभुमै समर्पित गर्नुपर्छ भनेर मान्छेले गरिरहेको कुराहरू हामीले देख्छौँ। अनि यो दोस्रो राजा 2 अध्यायको कन्टेन्ट हामी पढ्दै जान्छौँ भने त्यहाँनिर चाहिँ एलियाको पछि लागेको कारणले गर्दाखेरि अर्को दलका मानिसहरूले एलियालाई धेरैचोटि उक्स्काएको छ। तिमी कस्तो मान्छेको पछि लागेको, जसको घर छैन, जसको बस्ने ठाउँको टुङ्गो छैन, जसको खाने कुराको कस्तो मान्छेलाई मालिक बनाएको तिमीले, कस्तो मान्छेको चाहिँ तिमीले पछि लागेको, न उसँग बस्ने बास न उसँग खाने घाँस, तिमीले पछि लागेको तिम्रो गुरु त व्यर्थको छ त, केही न कामको छ भने धेरै मान्छेले उनको जीवनमा चाहिँ धेरैचोटि भाँचो हालेको छ। तर पनि एलिसाले कहिले पनि त्यो भाँचोहरूलाई, त्यो समस्याहरूलाई, त्यो अड्कलहरूलाई, मानिसहरूले रोकेका कुराहरूलाई कहिले पनि सुनेर त्यो त्यसको पछि लाएर आफूलाई भाड्न लगाएका छैन। हामीले हेर्छौँ यहाँनिर जब हेर्दा एउटा खण्डलाई पढिहाल्यो, दोस्रो राजा 2:3 पदमा बेथेलका अगमवक्ताहरूको दलले एलिसा कहाँ आएर सोधे, परम प्रभुले आज तपाईँका मालिकलाई तपाईँबाट लैजाँदै हुनुहुनेछ भने के तपाईँलाई थाहा छ? एलिसाले भने, हो मलाई थाहा छ, तर त्यस विषयमा केही नभन। तपाईँले जुन मालिकको पछि लाग्नुभयो, जुन मालिकको सेवा गर्नुभयो, त्यो मालिकलाई आज परमेश्वर लाँदै हुनुहुन्छ। तपाईँले घर छोड्नुभयो, बुवामा छोड्नुभयो, अभिषेकको लागि, सेवकाईको लागि, बोलावटको लागि, एनोइन्टिङको लागि, तपाईँले आफ्नो काम गरिरहेको खाने त्यो आफ्नो जीवन धारण गर्ने हलोलाई पनि भाँच्नुभयो, आफ्नो पशु व्यवसाय गर्ने खाने गोरुलाई पनि मार्नुभयो। तपाईँको पृथ्वीमा संसारमा सबै कुरा त्यागेर आइसक्नु भएको छ। कसको लागि? एलियाको लागि। अब त्यो एलिया चाहिँ तपाईँलाई छोडेर जाँदै हुनुहुन्छ मान्छे, तपाईँलाई थाहा छ? तपाईँलाई बिचमा धोका दिएर जाँदै हुनुहुन्छ। तपाईँ जुन अभिषेकको आशामा आउनु भएको थियो त्यो तपाईँले नपाउँदै उहाँ चाहिँ निस्केर जाँदै हुनुहुन्छ। तपाईँलाई थाहा छ तपाईँको मालिकले तपाईँलाई धोका दिँदैछ। अरू मान्छेले त्यो भाँजो हालेका छन्। अनि एलिसाले भन्दछ, हो मलाई थाहा छ मेरो मालिक जाँदै हुनुहुन्छ, तिमीहरू यो विषयमा नबोलेको बेस। अब यो बोल्दै गर्दाखेरि नि यतिखेरसम्म चाहिँ एलियाको अभिषेक एलिसामाथि आइसकेको जस्तो देखिँदैन, तर वास्तवमा चाहिँ अभिषेक आइसकेको छ। किनकि एलिया अब स्वर्ग जाँदैछन् भन्ने कुरा उनले चाहिँ त्यो किसिमको अगमबाडी, त्यो किसिमको भविष्यवाणी उनले एनोइन्टिङ बगिसकेको छ भित्रभित्र चाहिँ। हो मलाई थाहा छ भन्ने बित्तिकै उनीभित्र त्यो अभिषेक चाहिँ सुरु गरिसकेको छ। तर जसो एलिया धेरै ठाउँबाट ऊबाट छुटेर जान खोज्दाखेरि पनि एलिसाले कहीँ पनि नछोडेको कारणले अन्तिममा चाहिँ एलियाले भनेको छ, तिमी मबाट के चाहन्छौ, मलाई किन नछोडेको, मलाई परमेश्वर लान खोज्दै हुनुहुन्छ, परमेश्वरले लानु अगाडि तिमी के चाहन्छौ भनेर भन्दै गर्दाखेरि हामीले त्यहाँनिर देख्छौँ नि त, म तपाईँसँग भएको त्यो अभिषेक चाहन्छु। म न त मेरो 12 हल गोरु थियो 24 हल पाउँछु भनेर पनि होइन, मेरो बुवा आमा हुनुहुन्थ्यो अरू 4 जना पाउँछु भनेर पनि होइन, मेरो खेतबारी थियो अरू प्रशस्त पाउँछु भनेर पनि होइन, तपाईँसँग भएको त्यो अभिषेक पाउनको लागि भने सबै कुरा बलिदान गरेर आएको
म मात्र तपाईँबाट त्यो सेवाको अभिषेक चाहन्छु, त्यो परमेश्वरको बोलावटको अभिषेक चाहन्छु। एलियाले एलिसाले एलियामाथि जब त्यो कुरा भनिसकेपछि एलियाले एउटा कुरा अड्कल दिएर गएको छन्, जब मलाई परमेश्वरले माथि उठाउनुहुन्छ अनि मबाट खसेको लबेदा तिमीले भेट्यौ भने, मलाई माथि गएको देख्यौ भने तिम्रो जीवनमा त्यो अभिषेक आउनेछ। नभन्दै एलिसालाई जब त्यो खोलाको पारीपट्टि लगेर एलियालाई परमेश्वर माथि भुमरीबाट उठाउन थाल्नुहुन्छ अनि जसो उठाउनुहुन्छ एलियाले चाहिँ माथि टक्क देखेको छ एलिसाले। त्यसपछि एलियाको लबेदा झरेको छ, त्यो लबेदा लिएर आउन साथ फर्कन साथ ठुलो खोलाको अगाडि आउँदाखेरि, ए एलियाको परमेश्वर, तपाईँले दिनुभएको यो लबेदामाथि शक्ति छ भने, अभिषेक छ भने यो नदी फारिनुहोस् भन्दै गर्दा नदी फारिएको कुराहरू छ। त्यसपछि धेरै ठुला ठुला चिन्ह चमत्कारको धेरै ठुला ठुला घटनाहरू एलिसाको जीवनबाट घटेको छ। त्यो अभिषेक चाहिँ प्रियहरू एलिसाले जुन बलिदानहरू गरेर आएको छ, त्यो बलिदानको कारण उनको जीवनमा चाहिँ एलियाको भन्दा नि दुगुना अभिषेक बढेर आएको कुरा हामी बाइबल पढ्नेहरूले अनुभव गरेका छौँ। जस्तो हामी 11 र 12 पद पढौँ। दोस्रो राजा 11 र 12 पद। जब तिनीहरू कुरा गर्दै अघि हिँडिरहेका थिए तब एक्कासी एउटा अग्निमय रथ र घोडाहरू देखा परे र दुईलाई एक अर्काबाट अलग गरे एलिया भुमरीमा माथि स्वर्गतिर लगिए। एलिसाले यो देखेर कराएर भने, हे मेरा पिता, हे मेरा पिता, इजरायलका रथहरू र घोडचढीहरू। अनि एलिसाले एलियालाई फेरि देखेनन्। त्यसपछि तिनले आफ्नो लुगा समातेर दुई भागमा च्याते। अब यहाँसम्म आउँदाखेरि घटना चाहिँ के घटिरहेको छ भने, एलिया र एलिसा बात गर्दै गर्दा मलाई तपाईँको अभिषेक चाहिन्छ, अभिषेकको लागि मात्रै पछि लागेको, तपाईँको सेवाको लागि अभिषेक, परमेश्वरको सेवाको लागि चाहिने अभिषेक तपाईँसँग छ, वरदान तपाईँसँग छ, म त्यो कुराको लागि मात्रै पछि परेको। मलाई धन सम्पत्ति आफन्त परिवार सारा कुरा मैले त्यागेको रहस्य चाहिँ तपाईँसँग भएको अभिषेकको लागि मात्रै हो प्रभु। मेरो मालिक, मेरो राजा भनिकन एलिया माथि चाहिँ त ठुलो आशा राखेर चाहिँ एलिसाले भन्दै गर्दाखेरि, त्यो बातचित गर्दै आउँदाखेरि एलिया चाहिँ माथि उचालिएको छ। अनि एकदम रहस्य कुरा चाहिँ, संसारका सबै मानिसहरू चाहिँ तेरो मालिकले तँलाई धोका दिँदैछ, तेरो मालिकले मलाई तँलाई घात गर्दैछ, त व्यर्थको मालिकको पछि लाग्दैछस् भन्दै गरेको थियो। तर एलिसाको मनमा चाहिँ मालिक मात्र होइन, एलियालाई चाहिँ आफ्नो बाउको हृदयले उसले सोचिरहेको थियो। तपाईँलाई थाहा छ नि, एउटा बाउको अंश सम्पत्ति छोराहरूले अवश्य ग्यारेन्टी पाउँछ। अनि एलिसाको र एलियाको सम्पत्ति चाहिँ बाउ, त्यो सम्बन्ध चाहिँ बाउ छोराको जस्तो पनि थियो। हामीले 12 पदमा भेट्छौँ। एलिसाले यो देखेर कराएर भने, हे मेरो पिता, हे मेरो पिता। अब त्यहाँनिर आइसक्दा हे मेरो मालिक मलाई छोड्नु भयो, हे मेरो मालिक मलाई अभिषेक नदिई जानुभयो भनेर रोको छैन। हे मेरो पिता भने पिता तपाईँ मबाट जानुभयो। त्यहाँ रोको छन्, फाटेका छन्, हृदयहरू फाटेको छ, वस्त्रहरू फाटेको छ। अनि जसो उनको आँखा चाहिँ खुल्छ नि, 13 पदमा, एलिसाले एलियाको खसेको खास्टो उठाए र एर्दन नदीको किनारामा उभिए भने। त्यस पछाडि घटना चाहिँ मैले अगाडि नै भने, त्यो खसेको खास्टो उनले उठाएर फेरि हिँड्दै गर्दाखेरि अब एलियासँग भएको अभिषेक चाहिँ उनीमाथि आएर संसारै चकित भएका छन्। मानिसहरूले जति पनि विरोधी दल थियो तिनीहरूले एलियामा भएको आत्मा चाहिँ एलिसामा आएछ है भनेर सबै मान्छेले थाहा गरेको छ। आज तपाईँ र मैले पनि परमेश्वरको वचनलाई सुन्दै गर्दा, बुझ्दै गर्दा, पढ्दै गर्दा वचनमा जति पनि वरदानको कुरा छ, वचनमा जति पनि अभिषेकको कुरा छ, ज्ञान र शिक्षाको कुरा छ, तपाईँको र मेरो लागि नै हो। तर बलिदान बिना त्यो कुरा प्राप्त हुँदैन भन्ने कुरा चाहिँ एलिसाको जीवनबाट हामी भेट्छौँ। सानो उदाहरण हेरौँ न। एउटा फलामको मूल्य हामीले हेऱ्यौँ भने बजारमा काँचो फलामलाई 100-150 त्यस्तै पर्छ। त्यो फलामलाई चलाइयो भने साधारण हँसिया हथौडा मात्रै बनाएर कुटेर पिटेर साधारण चक्कु मात्रै बनायो भने पनि त्यसलाई हामी 200 देखि 1000, 2500, 5000, 10000 सम्म बेच्न सक्छौँ। तर यदि त्यो फलामलाई नचलाइकन राख्छौँ, त्यो फलामलाई हामी केही नगरिकन माटो मुनि राख्छौँ भने वर्षौँ बित्दै गरेर त्यो फलाम कवाडीमा जान्छ, काम नलाग्दो भएर जान्छ, जुन कवाडी मूल्य 40-50 रुपियाँमा झर्न पनि सक्छ। हाम्रो जीवन पनि त्यही हो। जति परमेश्वरमा हामी चलायमान हुन्छौँ, हाम्रो जीवनको स्तरहरू, सेवाको स्तरहरू, वरदानको स्तरहरू, बराउटको स्तरहरू बढ्दै शिक्षाको स्तरहरू बढ्दै जान्छ। तर हामीले नचलाइकन राखेको परमेश्वर हामीले जुन कलिङले बोलाउनु भएको छ, जुन अभिषेकको लागि बोलाउनु भएको छ, त्यसलाई प्रयोग नगरिकन बस्यौँ भने
अनि हामी कवाडीको जस्तै हुन्छौँ। एलिसाले एलियाको त्यो खास्टो भेट्न साथ त्यो समुद्र अगाडि उभिन साथ त्यहाँनिर चलाएको छ, हे एलियाको परमेश्वर, तपाईँ यो अभिषेकमा हुनुहुन्छ भने, एलियाको खास्टोमा हुनुहुन्छ भने, ममाथि अभिषेक भएर बग्नु भएको छ भने मेरो बाढीबाट एलियाले उडेको खास्टोबाट तपाईँले काम गर्नुहोस् भनेर त्यो उनलाई चलाएको छन् त्यो कुरालाई। त्यसपछि एलिसाले आफ्नो जीवनमा ठुला ठुला अभिषेकको कामहरू गरेका छन्। त्यो हामी याद गर्नुहोस् न, त्यो फलामलाई नि एउटा हामीले साधारण प्रकारले घोडाको नालसम्म बनाउने रूप धारण गर्यो भने लगभग बजारमा 5,000 रुपियाँ मूल्य पाउन सक्छौँ, त्यही 1 किलो फलाम बराबर। अनि त्यही 1 किलो फलाम बराबर मिसिनमा राख्ने सियो बनायो भने हामीले 1 किलो फलाम बराबरको 50,000 सम्म मूल्य बजाएर पाउन सक्छौँ। अब त्यही 1 किलो फलामलाई चाहिँ हामीले घडीमा लाउने गियर स्प्रिङहरू बनाउन सक्यो भने 5 लाखसम्म हामीले कमाउन सक्छौँ, त्यही 1 किलो फलाम बराबर। अब त्यही 1 किलो फलाम र अझै हामीले एउटा लिथियोग्राफीमा प्रयोग हुने सठिक लेजर कम्पोनेन्ट भन्ने एउटा तत्त्व हुन्छ, यदि त्यो कुरालाई परिमार्जित गर्न सक्यो भने त्यसले 1 किलो फलामले हामीले 5 करोड बराबरको मूल्य प्राप्त गर्न सक्छौँ। त्यसै कारणले त्यो कुराहरूलाई 100 रुपियाँ पर्ने फलामलाई 5 करोडसम्म लानको लागि त सानोतिनो दिमागले नि पुग्दैन होला, सानोतिनो रापले नि पुग्दैन होला, सानोतिनो हतौडाले नि पुग्दैन होला। त्यसलाई त बारीक बारीक सठिक प्रकारले काट्नुपर्छ होला, सठिक प्रकारले आगोमा पोल्नुपर्छ होला, सठिक प्रकारले त्यसलाई कुट्नुपर्छ होला, सठिक प्रकारले त्यसलाई साँचोमा राख्नुपर्छ होला, कति समय त्यसलाई चाहिँ मेहनत लगाउनु पर्छ होला। त्यसै कारण तपाईँको मूल्य बढाउन, आत्मिक लेभलको मूल्य बढाउनलाई कुन प्रकारको बलिदानको जीवन हामीले जिउँदैछौँ। शनिबार 2 घण्टाको सेवा पनि बलिदान हो, 7औं दिन 40औं दिन उपवास प्रार्थनाको सेवा पनि बलिदान हो, 100 जना आत्मा जित्छु भनेर सुसमाचार गर्ने पनि बलिदान हो, यो वर्ष बाइबल सुन्ने पढेर भ्याउँछु भनेर दिन रात बाइबल पढ्नु पनि एउटा बलिदान हो। हाम्रो बलिदानको लेभल चाहिँ कत्रो छ त भन्ने कुरा। एलिसाको बलिदान चाहिँ कस्तो थियो भने उसले आफ्नो बुवा आमालाई त्यागेको छ, उसले कमाइ गरी खाने भाँडोलाई भाँचेको छ, उसले कमाइ गरी खाने त्यो पशुलाई मारेको छ, मानिसलाई भोज लाएर अब म यो संसारको काममा, अब म यो बुवा आमाको संसारमा, अब म यो खेतीबारीको संसारमा, अब म यो समाजमा कहिले फर्किन्न, म परमेश्वरको राज्यको खेता लाउन, परमेश्वरको दासको पछि लाएर सदाको लागि जाँदैछु भनेर उनले सब थोक छोडेर बलिदान गरेर आएको कारणले दोब्बरको अभिषेकको योग्य एलिसा बनेका छन्। तपाईँ र म पनि प्रियहरू यो फलामलाई चुट्दाखेरि सायद मान्छे हुन्थ्यो त बोल्थ्यो होला, रुन्थ्यो होला, तर रुँदैन, बोल्दैन। जति आगोमा पोलेको छ, जति छुटेको छ, त्यति नै मूल्यवान धारिलो हतियार बन्दै जान्छ। त्यसको लागि चाहिँ हाम्रो जीवन जहिले पनि एउटा सकारात्मक सोच आउनुपर्छ प्रिय। सकारात्मक सोच राख्न सक्ने व्यक्तिले चाहिँ जहिले पनि आफूलाई परमेश्वरको अभिषेकमा, एनोइन्टिङमा, सेवकाईमा, बोलावटमा हिँडाउनको लागि कुनै पनि परिस्थिति आउँदा पनि आफूलाई पछाडि पाइला सार्दैन। उदाहरण हेर्नुहोस् न, सकारात्मक सोच भन्ने बित्तिकै हामीलाई थाहा छ नि संसारमा क्यान्सर लाग्यो मान्छे मर्छ भन्ने कुरा, 4th स्टेजको क्यान्सर लाग्दा मान्छे मर्छ भन्ने कुरा हामीलाई थाहा छ। डक्टरले पनि भन्छ 99% त्यो मान्छे मर्न सक्छ भन्छ। तर हामी सबैलाई थाहा भएको कुरा हो, इन्डियाको अभिनेता सञ्जय दत्त भन्ने उहाँलाई क्यान्सर 4th स्टेज भएको। डक्टरले जसो तपाईँको अब कपाल झर्छ, तपाईँको अब दाँत झर्छ, तपाईँको अब छालाहरू चाउरिन्छ, तपाईँ अब मर्नुहुन्छ, तपाईँको अब यति महिना यति वर्षको उमेर मात्र बाँकी होला भन्दै गर्दा नि उनले लाइरहेको सलाम पानी फुत्त फालेर क्यान्सर म भन्दा सानो हो, तपाईँको औषधिले चाहिँ जित्न सक्दैन भने म चाहिँ जित्न सक्छु भनेर हिम्मत गरेर सकारात्मक सोच राखेर अगाडि बढेको कारणले आज जीवित छन्, आज क्यान्सरलाई जितेका छन्, आज क्यान्सरलाई जितेर माथि आएका छन्, सयौं फिल्महरू खेलिरहेका छन्, संसारमा हाँसेर हिँडिरहेका छन्। तर यदि त्यही कुराहरू कुनै नकारात्मक सोच भएको मान्छेले सुन्यो भने त्यो मान्छे चाहिँ प्रिय त्यो रोगलाई जित्न सक्दैन, मर्छ। तपाईँलाई थाहा छ हस्पिटलमा सानो सानो साधारण बिरामी भएर आएको मान्छेले रोग त खासै ठुलो होइन, डक्टरले पनि निको हुन्छ भन्दै थियो, तर फलाना मान्छे त बित्यो रे भन्ने खबर हामीले सुन्छौँ नि। त्यो चाहिँ नकारात्मक सोच भएर आफ्नो बेडको वरिपरि बसेको मान्छे लाएर म जस्तै रोगी थियो त्यो त मर्यो, म जस्तै बिरामी थियो हिजो मरेछ, ऊ त्यो बेडको मान्छे पनि उठेछ गएछ। नकारात्मक सोचले गर्दा मान्छे सानो सानो बिरामीले पनि जान्छ। तर सकारात्मक सोच राख्ने मान्छेलाई नि बाइबलले भन्छ नि, तिमीले विषै पिए तापनि तिमीलाई त्यो लाग्ने छैन, सर्पले डसे पनि तिमीलाई त्यो कुनै हानि हुने छैन।
सकारात्मक सोच राख्ने व्यक्तिलाई विषले पनि मार्न सक्दैन, तर नकारात्मक सोच राख्ने व्यक्तिलाई कुनै औषधिले पनि बचाउन सक्दैन। नकारात्मक सोच भनेको अलरेडी आफूलाई मारिसकेको हुन्छ। फलाना व्यक्ति त्यही बिरामले मरेर ला म पनि पक्कै मर्छु भन्दा भन्दै तिम्रो जिब्रोमा बोलीमा शक्ति छ, बाइबलले भन्छ नि हितोपदेशको पुस्तकमा 18:21 समथिङमा, होइन? तिमीले जे कुरालाई घोषणा गर्छौ त्यसैको फल तिमीले खानुपर्छ। जीवन र मृत्यु तिम्रो जिब्रोमा छ, बाइबल भन्छ। त्यसै कारण हामीले एलिसाले पछि लाग्दाखेरि उसको यस्तो सकारात्मक थट थियो, एलियाको घर छ कि छैन, एलियाको सम्पत्ति छ कि छैन, एलियासँग भोजन छ कि छैन, कुनै कुरा हेरेन उसले, खालि उसले अभिषेकलाई मात्र हेऱ्यो। ऊ भित्र कस्तो कस्तो आत्माले छोयो। हामी यो सेवामा बस्दै गर्दाखेरि नि हामी कतिजनाको प्रचारले हामी कतिजना मान्छेलाई अलग अलग प्रकाशले छोइरहेको हुन्छ। अनि हामी कुन प्रकारले त्यो क्लासमा, त्यो सेसनमा, त्यो सेवामा बढ्दै गरेका हुन्छौँ। अनि कुन कुन शब्दहरूले, कुन कुन कन्टेन्टहरूले, कुन कुन वचनको भागहरूले हामीले एकअर्कालाई छोइरहेको छ। अनि हामी एकअर्का त्यही किसिमको अभिषेक र एनोइन्टिङमा बढिरहेका छौँ। प्रार्थनामा, फोनमा, मेसेजमा हाम्रो कम्युनिकेसनहरू बढिरहेको हुन्छ, किनकि हाम्रो त्यो किसिमले छोएको हुन्छ। त्यसै कारण प्रियहरू, तपाईँको बलिदानको लेभल चाहिँ कस्तो छ? अनि तपाईँलाई परमेश्वरले चाहिँ एकदम मौलाउन चाहनु भएको छ, उहाँको चोकमा बढाउन चाहनु भएको छ, उहाँको राज्यमा फलवन्त बनाउन चाहनु भएको छ। परमेश्वरले त्यो चाहना गर्नु भएको छ। तर एलिसाको जस्तो अलिकति हामीसँग पनि त्यो एनोइन्टिङलाई, वरदानलाई, अभिषेकलाई भेटेर त्यो किसिमको पछ्याउने बानी बस्न सक्छ भने, त्यो किसिमको पछ्याउने हामीमा आँट आउन सक्छ भने परमेश्वर राख्नुभएको आशिष चाहिँ हाम्रै लागि। आमेन। भजन सङ्ग्रह पुस्तक 92 12, 13, 14 पढ्छु म। यहाँ चाहिँ लेखिएको छ, भजन सङ्ग्रह 92 12, 13, 14। धर्मी चाहिँ खजुरको बोट चाहिँ लह लह हुन्छ, तिनीहरू लेबनानको देवदारू जस्तै बढ्छन्। तिनीहरू परम प्रभुको भवनमा रोपिएका हुन्छन्, हाम्रा परमेश्वरको चोकहरूमा तिनीहरू मौलाउँछन्। बुढेसकालमा पनि तिनीहरू फलदायी हुन्छन् र ताजा र हरिया रहन्छन्। कस्तो मान्छे चाहिँ त्यो रहन्छन् त बाइबलले भन्दैछ त भने, धर्मी जन चाहिँ, अभिषेकको सेवाको पछि लागेको जन चाहिँ, बोलावट पाएर सेवा गरेको मान्छे चाहिँ, वरदान पाएर सेवा गरेको मान्छे चाहिँ, परमेश्वरलाई पछ्याएको मान्छे चाहिँ साँच्चै नै लह लह हुन्छ। बाइबलले भन्छ लह लह हुन्छ। मेरो जीवनमा केही भएको छैन, मैले केही गर्न सकेको छैन भन्ने हाम्रो समाज सोचाइ आउन सक्छ। होइन प्रिय, तपाईँ र मैले प्रभुको सेवा गर्न पाउनु नै हामी लह लह। हामी एक अर्को देशबाट जोडेर प्रभुलाई धन्यवाद दिन पाउनु नै हामी लह लह भएर जाँदै गरेको, हामी बढ्दै गरेको आशिष हो। त्यसै कारणले गर्दा परमेश्वर भन्नुहुन्छ नि, हेर्नु त खजुरको बोटको घटना छ नि, अरब कन्ट्रीतिर प्राय पाइन्छ। उसको त्यो निप, उसको त्यो डक फाउन्डेसन जरा छ नि, यति माथिको बोटभन्दा जरा चाहिँ तलसम्म गढेको हुन्छ। त्यसै कारण त्यो बालुवामा पनि कस्तोसित अडेको हुन्छ। उसको जराले चाहिँ उस्तो पनि समुद्रलाई समेत छोएको हुन्छ भनेर भनाइ छ। म अरब कन्ट्री बसेर आएको कारण मैले टन्न देखेको छु यो खजुरको बोटहरू, काँचै टिपेर खाएको छु। अनि त्यहाँको बालुवामा पनि कसरी अड्यो होला, यत्रा ठुला ठुला रुखहरू झुप्पा झुप्पा फलेको हुन्छ, कुन्टलका कुन्टल एउटै रुखमा फलेको हुन्छ। कसरी अड्यो होला भने त्यो बालुवाबाट फलेको कुरा यति मिठो, यति ताकतिलो, यति हट, हाम्रो शरीरलाई चाहिने पोषक तत्त्वले भरिएर त्यहाँ निस्किन्छ। किनभने परमेश्वरको वचनमै त्यो कुरा रहेछ नि त। मलिलो मल जल हालेको ठाउँको त कति कुरा खानेकुरा बिसादिन्छ, खान मिल्दैन। त्यो त बालुवामा फलेको कुरा हेर्नु त, परमेश्वरको वचन लह लह फाल्छ। तपाईँ र मान्छे छि यसको त घर छैन, यसको त बास छैन, यसको गाँस छैन, यसको चाहिँ रूप रङ छैन, यसको हात खुट्टा छैन भन्दै गरे पनि तपाईँ र म चाहिँ लह लह परमेश्वरमा बढ्दै बढ्दै गएको कुरा एक दिन त्यो मान्छेले, आज त्यो मरुभूमि बालुवामा भएको खजुर टिपेर खाँदै गर्दा मान्छेले ताकत पाइरहेको कुराहरू छ, मान्छेले स्वाद पाइरहेको कुरा छ। तपाईँ र मलाई पनि परमेश्वरले उहाँको अभिषेक र सेवाको पछि बसेको कारणले गर्दाखेरि एक दिन परमेश्वरले त्यो खजुरको बोट चाहिँ लह लह गराउने निर्णय वचनको आशिष बोलिसक्नु भएको छ। आमेन। त्यसै कारणले परमेश्वरबाट तपाईँ र म चाहिँ उहाँको भवनमा रोपिएका जातिहरू। हेर्नुहोस् त, हामीले एउटा बिउलाई रोप्दै गर्दाखेरि त्यो बिउसँग यस्तो शक्ति हुन्छ जो आफै फुटेर बाहिर निस्किन्छ। हामीले भटमास आलीमा रोप्छ नि, अब धान रोप्ने सिजनमा, अब आफ त्यो हामीले आलीमा भित्र गाडेको भटमास चाहिँ आलीको त्यो माटोलाई फोटेर आफै माथि उम्रेर आफै फल फलाइदिन्छ। अनि हामी पनि एउटा बिउ भनेर परमेश्वरको भवनमा रोपिरहेका छौँ।
अनि परमेश्वर भन्नुहुन्छ मेरो भवन रोपिने मानिस तिमी चाहिँ मेरो चोकहरूमा मौलाउने छौ। अब तिमी मेरो भवन मात्रै तिमी फल्ने होइन, मेरो भवन रोपिएको कारणले मेरो चोक चोकमा गएर तिमी मौलाउने छौ। परमेश्वरको चोक भनेको चाहिँ प्रियहरू जहाँ परमेश्वरको मानिसहरू छैनन्, जहाँ परमेश्वरलाई कुरिराखेका झुन्डहरू छ। परमेश्वर कताबाट आउनुहुन्छ होला, मुक्ति कहाँबाट पाइन्छ होला, शान्ति कहाँबाट पाइन्छ होला, स्वर्गीय जीवन कहाँबाट पाइन्छ होला, कुरिरहेका मान्छेहरूको बिचमा तपाईँ र मलाई परमेश्वरले तिमी त्यहाँ मौलाउने छौ, तिमी त्यहाँ फलदायी हुनेछौ, तिमी त्यहाँ फस्टाउने छौ भनेर भन्नुभएको छ। चाहे व्यवसायको कुरामा होस्, चाहे सेवाको कुरामा होस्, चाहे आत्मा जित्ने कुरामा होस्, तपाईँ र मलाई परमेश्वर तिमी त्यहाँ मौलाउने छौ। मेरो चोक चोकमा मान्छेले मलाई पर्खिरहेका छन्, जाऊ तिमी त्यहाँ मौलाउने छौ, व्यवसायमा मौलाउने छौ, देश विदेशमा तिमी मौलाउने छौ, तिमी आशिषले उन्नति हुनेछौ, तिमी मेरो भवन रोपिएका छौ परमेश्वरले भन्नुभएको छ। अनि भन्नुहुन्छ बुढेसकालमा तिमी फलदायी हुनेछौ। मेरो बाबुबाजे नि गरिब थिए, म पनि गरिब छु, अब मर्लाए, मेरो छोराछोरी गरिबी भएर मर्ने भयो, त्यो निराश हुनु पर्दैन परमेश्वरले भन्नुभएको छ। सानो उदाहरण, हाम्रो बाबुबाजे साइकल चढेर जिन्दगी जिउनु भयो भने, हामीहरूले बाइक चढिरहेको जिन्दगी छौँ भने, हाम्रो छोराछोरीले कार चढ्ने जिन्दगी आउँछ भने, त्यो साधारण कुराहरू, त्यो आशिषको कुराहरू। हामी परमेश्वर भवन रोपिएको कारणले, परमेश्वरको भवनमा बसेको कारणले, उहाँको सेवामा उहाँको अभिषेक पछि लागेको कारण परमेश्वर हामीलाई जेनेरेसन बाई जेनेरेसन आशिषले लाँदै बढाउँदै गर्ने कुराहरू यहाँ घोषणा गरिएको छ। त्यसै कारण तपाईँ र म चाहिँ बुढेसकालमा ताजा हरिया हुनलाई परमेश्वर भन्नु। त्यसै कारणले तपाईँ र मैले पछि लाग्ने कुरा सबभन्दा पहिला त येशूकै पछि लाग्ने कुरा हो, वचनकै पछि लाग्ने कुरा हो। अनि एलिसाले जस्तै बेस्ट लिडर जसले परमेश्वरको राज्यलाई किङडमलाई समातेर हिँडेको छ, त्यो लिडरको पछि एउटा बेस्ट कोचको पनि मेन्टरसिपमा बस्नलाई उसको पछि हामीलाई लाग्न र आजको वचनले चाहिँ हामीलाई मार्गदर्शन गरिरहेको छ। त्यसै कारण प्रियहरू तपाईँ र मैले जस्तो उदाहरण भनौँ न, हामीले खाना खाएको भाँडाहरू बाटाभरि राखेका हुन्छौँ, फोहोर भाँडाहरू। अब त्यो भाँडा केले सफा गर्ने भन्दाखेरि भाँडा मोल्ने साबुन हुन्छ एउटा, त्यो साबुन बिना त्यो भाँडा सफा हुन्न। मासु पकाएको, खाना पकाएको धेरै चिल्लो चाप्लो भाँडाहरू एउटा भाँडा मोल्ने साबुन हुन्छ, त्यो साबुन बिना चाहिँ भाँडा सफा हुँदैन, हामी सबैलाई थाहा छ। तर तपाईँलाई थाहा छ त्यो भाँडामा साबुनको त्यो कभर खोलेर साबुनलाई फुत्त फाल्दा ल साबुन फालिदिए, साबुनले सफा गर्ने, ल अब भाँडा सफा भएर माथि र्याकमा सजिएर बस भन्यो भने त्यो साबुनले आफै त्यो भाँडालाई सफा गरेर माथि र्याकमा चाहिँ पुर्याउँदैन। त्यो साबुनलाई चलाउन हाम्रो हात प्रयोग गर्नुपर्छ। हाम्रो हातले वास्तवमा चिल्लो फालेको चाहिँ होइन, साबुनले नै चिल्लो फाल्ने, तर साबुनलाई चाहिँ हाम्रो हातले चलाउनु पर्छ। अनि हाम्रो हातले भाँडालाई चलाउँदै गर्दा, पानी हाम्रै हातले चलाएर भाँडा राख्दै गर्दा, भाँडा टिपेर माथि राख्दै गर्दा त्यो भाँडा सफा हुन्छ। येशू पनि संसारको मानिसहरूको पाप धुनलाई आउनु भएको, तर हामीद्वारा भएर येशूले स्वर्गको राज्यको वरदानले, सुसमाचार सुनाउने वरदानले आत्मा जित्नुहुन्छ, पाप क्षमा गर्नुहुन्छ, चङ्गाईको वरदानले रोगीलाई निको पार्नुहुन्छ, शिक्षाको वरदानले मानिसलाई ज्ञानी बनाउँदै जानुहुन्छ, धार्मिकताको वरदानले मानिसलाई धार्मिक, गवाहीको वरदानले मानिसहरूलाई एकपछि एक जेनेरेसनलाई आशिषलाई बढाउँदै हुनुहुन्छ। हामीले कुन वरदानलाई समातेर त्यो वरदानप्रति बलिदानी डेडिकेटेड भएर लागेका छौँ, त्यसैमा परमेश्वर हामीलाई बढाउनुहुन्छ। त्यसै कारण तपाईँ र म चाहिँ प्रभुले गर्नुहुन्छ, प्रभुले दिनुहुन्छ, प्रभुमा सबै कुरा छ भनेर हात बाँधेर बस्न मिल्दैन। मलाई एलियाले अभिषेक गरे, म बसिरहन्छु, यही मलाई अभिषेक आउँछ, एलिसा थपको बसेनन्, एलियाको पछि लागे। तपाईँ र मैले जुन बोलावट, जुन वरदानले हामीले बोलाइएका छौँ, अभिषेकमा चलेका छौँ, हामी त्यो बोलावट र वरदानलाई हामीले छाडिरहनुपर्छ, हामीले पछ्याइरहनुपर्छ। हामी आफैद्वारा भएर प्रभु काम गर्न चाहनुहुन्छ हरेक कुराहरूमा। त्यसै कारण तपाईँ र म जुनसुकै अवस्थामा छौँ, जहाँ छौँ, जस्तोसुकै अवस्थामा छौँ, परमेश्वरको वचन, परमेश्वरको बोलावटको पछि हामी सधैँ लाग्नको लागि हामी अहिले जीवित छौँ। आमेन। त्यसै कारण गर्दाखेरि याद गर्नुहोस् त, बाइबल भन्छ नि, हितोपदेश 16को 16ले के भन्छ? सुन भन्दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्दा त बरु समशक्ति चुन्नु कति असल हुन्छ, उत्तम हुन्छ भनेर लेखिएको छ।
बुद्धि प्राप्त, स्वर्गीय बुद्धिको कुराहरू गरेको छ यहाँ, स्वर्गीय अभिषेकको कुराहरू गरेको छ यहाँ, स्वर्गीय एनोइन्टिङको कुराहरू गरेको छ यहाँ, वरदानको कुरा गरेको छ यहाँ, परमेश्वरको बोलाउटको कुरा गरेको छ। सुन चाँदी भन्दा पनि त्यो मूल्यवान कुरा हो भनेको छ। त्यसै कारण तपाईँ र मैले कहिले कसो नि सेवाकाईको लागि हामीले प्रभुको लागि, प्रभुको भवन बनाउन, प्रभुको दासको सेवाको लागि, परमेश्वरको महिमाको लागि, आफ्नो आदरणीय दासलाई आदर गर्नको लागि भनेर कतिले होइन सुनको औँठी, सुनको कुण्डल, धेरै कुराहरू चढाएको पनि हाम्रो जीवनमा अनुभव छ। किनकि हामीले परमेश्वरको राज्यलाई त्यो सुनभन्दा पनि ठुलो देख्यौँ। सुन त केही पनि होइन जस्तो हामीले भेट्यौँ। त्यसपछि हाम्रो जीवनमा आएको आशिषहरू, हामी मौलाएको कुराहरू, हाम्रो गवाई घटनाहरू, संसारभरि प्रचार भएको कुराहरूबाट परमेश्वर चाहिँ उचालिनुहुन्छ। हालेलुया। त्यसै कारण गर्दाखेरि आजको सन्दर्भले हामीले यो कुरा बताउँछ, तपाईँ र मैले चाहिँ येशूको महिमाको लागि जे कुरा हाम्रो हातमा परेको छ त्यसलाई हामीले नै प्रयोग गर्नु। भाँडा अगाडि मैलो छ, साबुन घरमा छ, साबुनले धुँदैन, हाम्रो हातले धुने हो। हातमा मरिरहेको छ, हामीसँग वरदान के छ? हामीसँग बाइबल शिक्षा मात्रै प्रचार गर्ने वरदान छ भने हामीले शिक्षाले सिकाएर अर्को मान्छे सुसमाचार सुनाउन तयार गर्ने मान्छे बनाएर त्यो मान्छेलाई त्यहाँ पठाउन सक्छौँ र आत्मा त्यहाँ बचाउन सक्छौँ। हामीसँग धेरै धन सम्पत्ति छ, हामीले धन सम्पत्तिबाट परमेश्वरको आदर गरेर परमेश्वरको भवन, परमेश्वरको सेवा, परमेश्वरको दासहरूलाई सपोर्ट गरेर परमेश्वरको राज्यको कामहरू गर्न सक्छौँ। हामीसँग जे कुरा छ नि प्रियहरू, त्यही कुराले परमेश्वरको महिमा हामी गर्न सक्छौँ भने हामीले जुन कामको लागि परमेश्वर बनाउनु भएको त्यो काममा चाहिँ हामी सफलता पाउँछौँ। अनि हामीले गरेको बलिदान चाहिँ खेर जाँदैन। जसरी एलिसाले गरेको बलिदान खेर गएन, दोब्बर आशिष पायो, तपाईँ र मैले गरेको बलिदान पनि कहिले पनि खेर जाँदैन। एक हातले दिएको अर्को हातले थाहा नपाओस् बाइबलले भन्छ। त्यसै कारणले परिस्थिति र समय जस्तो सुकै आओस्, बलिदानी सेवा गर्न चाहिँ हामीले कहिले पनि छोड्नु हुँदैन। प्रभुले हामीलाई त्यसैको लागि बोलाउनु भएको, प्रभुले हामीलाई त्यसैको लागि चुन्नु भएको। आमेन। सानो एउटा यो हप्ताको मात्रै घटना भनेर तपाईँहरूको बिचमा आजको वचनलाई म यही राख्छु। आजको वचनको मुख्य सन्दर्भ यही थियो। हामी फलवन्त हुने जाति हौँ, आशिषित हुने जाति हौँ। परमेश्वरले हाम्रो लागि फल राख्नु भएको छ, आशिष राख्नु भएको छ। तर उहाँले हामीलाई अब्राहमलाई जस्तो एउटा जाँच, एउटा बलिदान, केही न केही तत्त्वहरू हामी भित्रै पनि राखिदिनु भएको छ। तिमी चाहिँ बिउ हौ, तिमी चाहिँ रोपिनुपर्छ, बलिदान हुनुपर्छ, र तिमी मौलाउने जाति पनि तिमी हौ, फल फल्ने जाति पनि तिमी हौ, आशिष हुने जाति पनि तिमी हौ। चाखेर हेर, जाँचेर हेर, परमेश्वर आजको वचनबाट हामीलाई चुनौती दिँदै हुनुहुन्छ। यो हप्ताको घटना मात्रै। म शनिबारको सेवा सकेँ अनि तपाईँहरू कतिलाई थाहा छ, अनि मैले प्राय यसरी ग्रुपमा भनिनँ होला, 8-9 वर्ष अगाडि सुसमाचार जाँदाखेरि दुर्गम गाउँमा त्यो बस एक्सिडेन्ट परेर मेरो राइट साइडको ब्याकबोन हड्डीहरू चाहिँ अलिकति डिस्करेज भएको छ। त्यो अलिकति भनौँ न गडबडी छ, कतिको समस्या छ। अनि हिँड्दा के गर्दा अलिअलि दुख्छ पछाडिको कम्मरको ढाड। अनि अस्ति डक्टरले छिटो एमआरआई गर्नु भनेर भन्यो। अनि त्यसपछि मेरो फेरि यता मास्टरको कोर्सको लागि पैसा जम्मा गर्न पर्ने। अनि अब एमआरआईतिर पैसा खर्च गरौँ कि मास्टर कोर्सको लागि खर्च गरौँ भनेर दुविधा भइरहेको बेलामा अब दराजबाटै घरबाटै पैसा हरायो मेरो। अनि त्यो तनाव भयो, न उपचार गर्न पाइयो, न चाहिँ अब यता कोर्सको लागि चाहिँ पैसा पुर्याउनु पाइयो। त्यो समस्या पऱ्यो। अनि त्यसपछि यस्तो सबै समस्या हुनुको कारण चर्च बनाउन सकेको छैन। त्यो समस्या हुनुको कारण अब प्रभुसँग चाहिँ एकदमै लिन भएर प्रभुसँग प्रार्थना बस्छु। तपाईँको सेवाको लागि बलिदान हुन आएको प्रभु, म अझै तपाईँसँग बस्छु। वचनले भन्छ नि, नम्रहरूलाई परमेश्वर उच्च पार्नुहुन्छ भनेर। अनि म यो शनिबारबाट प्रभुसँग मैले घोषणा गरेँ, प्रभु तपाईँसँग नजिक हुनलाई 40औं दिनको त 9 चोटि भयो अहिलेसम्म उपवास बसेको। अब म 3 महिनाको उपवास बस्छु तपाईँसँग। मैले शनिबार घोषणा गरेँ। अनि म शनिबारबाट 3 महिनाको उपवास भनेर प्रभुसँग घोषणा गरेर बसेँ। बिहानदेखि बेलुका 5 बजीसम्म पानी मात्रै खाएर बस्छु। त्यसपछि 5 देखि 6-7 बजीसम्म चाहिँ मैले केही खानेकुरा खान्छु। अनि फेरि भोलिपल्ट उपवास सुरु हुन्छ। यसरी एक छाक खाएर उपवास मेरो सुरु भयो। त्यो शनिबारको सेवा सकेर हाम्रो कीर्तिपुर चर्चको 42वटा चर्चहरूको मासिक मिटिङ थियो शनिबार नै। म त्यो मिटिङमा गएँ। अनि मलाई एउटा मेरो नजिकको एउटा पास्टर साथीले एउटा खबर ल्याउनु भयो। तपाईँलाई एकजना मान्छेले यो कहाँबाट आएको यो कामी हो, न चर्च बनाउन सक्छ, न काठमाडौँ यसो घर छ, सेवा 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 भन्छ, यसको पछि लाग्ने भेडाहरू नि कस्ता हुन्, यत्रो वर्ष भयो चर्च बनाउन सक्दैन, खालि आत्मा बचाउने आत्मा बनाउने भन्छ, कता कता हिँडी टोबल्छ।
भन्ने खबर मलाई आयो साथी, साह्रै दुःख लाग्यो भनेर त्यो मेरो मन मिल्ने साथी पास्टरले मलाई सुनाउनु भयो। म प्रभुलाई प्रभु आजबाट उपवास भनेको आज यस्तो खबर आयो, धन्यवाद अनि मनमा उहाँको चाहिँ मैले हिस्टोरीहरू चेक गरेँ। 7-8 वर्षमा 10-12 जना मान्छे लिएर बस्नु भएको छ अरे भन्ने मैले थाहा पाएँ। अनि मैले प्रभुलाई धन्यवाद दिएँ, प्रभु तपाईँको वचनले भन्थ्यो शत्रु खोजेर टाढा जान पर्दैन, घरभित्रै छ भन्नुहुन्थ्यो। धन्यवाद छ। अनि जुन जातको कुरा आयो, जुन जज बनाउन नसक्ने कुरा आयो, तर धन्यवाद प्रभु, म टिनको टहरामा भाडामा भए पनि मैले 2 वर्ष बाइबल स्कुल 20-25 जना विद्यार्थीहरूलाई आफ्नै चर्चको मान्छेहरूलाई पढाइरहने मौका पाएको छु। उनीहरूलाई शिक्षित पारेर गयो भने त त्यही नै चर्च हो, बिल्डिङ त चर्च होइन भनेर धन्यवाद दिने मौका पाएँ। अनि त्यस पछाडि म घर फर्केर आएपछि प्रभुसँग झनै बढी एकदमै बोल्न थालेँ। अनि आइतबारको दिन चाहिँ मेरो मन साह्रै उथुल-पुथुल भएको थियो। अनि मैले फेसबुकमा सानो एउटा पोस्ट गरेँ, संसारको सबैभन्दा सानो मेरो चर्च भए तापनि बोलावट र वरदानलाई त हेला गर्न मिल्दैन होला नि साथी भनेर पोस्ट गरेको थिएँ। मेरो शुभचिन्तक, मेरो आफन्त, मलाई बुझ्ने व्यक्तिहरूले मलाई कमेन्ट गर्नुभयो, के भयो गुरुबा, कसो भयो गुरुबा भन्नुभयो। अनि मलाई यस्तो मनमा लाग्यो, ओहो मैले हावामा आएको कुराहरूलाई सुनेर यसरी सानो कुरा पोस्ट गर्दाखेरि पनि मेरो मान्छेहरूको मनमा उथुल पुथुल हुँदो रहेछ, गाह्रो हुँदो रहेछ, मैले कुरा गर्नुहुन्न भनेर त्यसलाई फेरि स्याट्ट एडिट गरेर चाहिँ परिस्थिति जस्तो सुकै होस् परमेश्वरको सेवा गरिरहनुपर्छ, छोड्नुहुन्न, आमेन भनेर लेखेँ। पछि चाहिँ आमेन भन्ने कमेन्टहरू सुरु भयो। यसले चाहिँ के कुरा जनाउँदैछ भने नि, जति हामी परमेश्वरमा बलिदान हुन खोज्छौँ नि, शैतानबाट त्यति नै हाबी भएर तैँले सक्दैनस्, तैँले हुँदैन, तँबाट बन्दैन, तैँले केही गर्न सक्दैन भनेर शैतानले हामीलाई जाँच्छ भन्ने कुरा चाहिँ मैले मेरो जीवन अनुभव गरेँ। तर रहस्यको कुरा, शक्तिशाली कुरा के हो भने, जसो मैले उपवास प्रार्थना सुरु गरेँ मेरो परिवारमा शान्ति आउन थाल्यो। जसो प्रार्थना उपवास सुरु गरेँ मैले हिजोको दिन मात्रै भन्दैछु, हिजो फ्राइडे, हिजो के सोमबारको दिन मात्रै मैले त्यो बाइबल कलेजको पैसाहरू मैले पे गर्न सकेँ। प्रभुले मलाई बाटो खोल्नु भयो, आमेन। त्यसै कारण गर्दाखेरि प्रभुको बोलावटलाई पाइसकेको मान्छेलाई नै हो परीक्षा आउने। प्रभुले भन्नुहुन्छ, तिमी बोलावट पाएको कारणले नै तिमीले चाहिँ आफ्नो कति संसारकोलाई छोडेर त्यागेर सकारात्मक सोच बनाएर बढ्यौ भने, तिमी रोप्यौ भने मेरो चोकमा तिमी नै मौलाउने हो, तिमी नै फलवन्त नै हो। परमेश्वरले आजको वचनबाट चाहिँ हामीलाई यही कुरा दिनुभएको छ। त्यसै कारण तपाईँहरूमा जहाँ छौ, जस्तो अवस्थामा छौ, पछाडिबाट ढकेली दिने, पछाडिबाट सपोर्ट गरिदिने कोही होला भने आशा कति पनि नभएको बेला पनि परमेश्वर हुनुहुन्छ, जसले मलाई खाडलमा छोड्नुहुन्न, उहाँले तान्नुहुन्छ भने विश्वासले हामीले आफ्नो वरदानलाई, बोलावटलाई, सेवालाई निरन्तर बढाउनु पर्छ। एलिसाले एलियालाई पछा जस्तै एउटा फलामलाई कुटेर पिटेर उसको मूल्यको तौल बढाए जस्तै तपाईँको र मेरो मूल्य तौल, जाँच, परीक्षा, हन्डर, ठक्करबाट पनि उहाँको सेवा गरिरहेको कारण परमेश्वर एक दिन मौलाउनुहुन्छ, फस्टाउनुहुन्छ, आमेन। आज यो परिस्थितिमा हुँदा नि बाइबलको नलेजमा पनि परमेश्वरले दिनदिनै हामीलाई उचाल्नु भएको छ। सेवाकाइमा उचाल्नु भएको छ, झुन्डहरूमा उचाल्नु भएको छ, आत्मा जित्ने काममा उचाल्नु। संसारको बिल्डिङ त्यो भवन चर्च बिल्डिङ नभएर के भयो, आत्माको बिल्डिङ बनाउनलाई परमेश्वरले मौका अवसर दिनुभएको छ। त्यहीले धन्यवाद दिनुपर्छ। तपाईँहरूमा एकअर्कामा यसरी बढ्दै जाउँ, फल्दै जाउँ। अन्तिममा आजको वचनको निष्कर्ष यही हो, तपाईँहरू मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, फल फलाउन चाहनुहुन्छ, बढाउन चाहनुहुन्छ। जे छ त्यो हाम्रो जीवनको बिउ हो। हाम्रो हातमा आएको कुरालाई हामीले प्रभुको राज्यको लागि चलाउनु पर्छ। हामी संसारको कुराको पछि होइन, प्रभुको कुराको पछि लाग्नुपर्छ। र तपाईँ र म संसारकै मान्छेको अगाडि फलवन्त प्रभुले बनाउन चाहनुहुन्छ। प्रभुले चाहेको जस्तो हामी फलवन्त हुनै पर्छ, आमेन। यहाँहरू सबैलाई प्रभुले धेरै आशिष दिनुभएको होस्। आजको वचन म यही राख्छु। हुन्छ, यहाँहरू सबैजनालाई जय मसीह। बाँकी समयमा आदरणीय गुरुबालाई दिन्छु। गॉड ब्लेस यू। जय मसीह। आमेन, हालेलुया। परमेश्वरलाई धन्यवाद दिनुहोस् र आदरणीय हाम्रो गुरुबालाई ठुलो तलेसम्मलाई म धन्यवाद दिन चाहन्छु। आजको वचन धेरैभन्दा धेरै शक्तिशाली वचन अनि तपाईँले हामीले आज सुनेका छौँ है। आज धेरै शक्तिशाली वचनहरू सुनेका छौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। र हामी पहिले धन्यवादको लागि प्रार्थना गर्नेछौँ। र धन्यवादको लागि प्रार्थना गर्दै हुने आदरणीय हाम्रो माझमा हुनुहुन्छ यहाँनिर आज हाम्रो धन्यवादको लागि प्रार्थना गर्छु भने आदरणीय हाम्रो पास्टर पिटर
पास्टर पिटरले धन्यवादको लागि प्रार्थना गरिदिनु होला भनेर म आग्रह गर्न चाहन्छु। यसमा आदरणीय हाम्रो गुरुबालाई म दिन चाहन्छु। हामी धन्यवादको प्रार्थना गरौँ। धन्यवाद गौतमलाई। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु, यो हाम्रो बिहानको वचन जुन हामीलाई पास्टर मर्गमले सिकाउनु भयो, शक्तिशाली वचन परमेश्वर हामी सबैको हृदयमा उहाँले गाडिदिनु भयो। धन्यवाद दिन्छौँ। हामीहरू यो वचनमा धेरै नै आशिषित प्रसङ्गका कुराहरू इत्यादि कुरा लिएर फेरि हामी तपाईँ परमेश्वरलाई महिमा गर्नेछौँ। धन्यवाद। जति हामी जुनमा हामीहरू जोडिएका छौँ, प्रत्येकले तपाईँ परमेश्वरको महिमा गर्नु, प्रत्येकले तपाईँ परमेश्वरबाट आशिषित भएर खुसी हुनु, हामी परमेश्वरमा हामी यसै गरी सधैँ रमाउन सकौँ। किनभने यस्ता वचन हामीहरू सधैँ हाम्रो हृदयमा गाड्यौँ, ताकि हामीहरूमा जो शक्ति जाँगर मिलोस्, जसबाट परमेश्वरको महिमा होस्। धन्यवाद। हाम्रो सबै भएकाहरूलाई तपाईँहरूले परमेश्वरले धेरै नै आशिषित बनाउनुहुन्छ। धन्यवाद हजुरको लागि। धन्यवाद प्रार्थना प्रभु येशूको नाममा। आमेन आमेन।